नीलाई लिम्बुमा थुम्बो भनेर भन्छौं थुम्बो टु सिलेबल थुम्बो थुम्बो आसेवारो आइनङ आदाङ बादाङ मसिलो म याक्थुङ हुसिङ लक फांसी तारमाङ द्याङ चुराङाङ वा उनछेन लक याचिउ थेगिक ओ गिधाबा थक लखा नेगु नेभाग मुरा नो थाग इ अनि रुमङ वयनि भगरा र आजको क्लासको सुरुवातमा बढी आज यो घिच्रोदेखि मुनि जुन चाहिँ रको पाठहरू छ त्यो पाठहरूलाई हामीले मेन हामीलाई चाहिने हामीलाई कुनै कामहरू गर्दा कुनै क्वेशनिङहरू गर्दा हामीलाई चाहिने पाठहरू पढ्छौं र त्यसको नामहरू लिम्बुबाट उच्चारण गर्छौं ल र फर्स्ट अफ अल हामीलाई घिच्रोमा जाउँ है घिच्रोलाई के भन्छौं लिम्बुमा थाहा गर याक्थुङबे म घिच्रोलाई निङ निङ आमेतु निङ kanang ame masuk tuh ni ame tuh tekilkan solai हामी के भन्छौं भने याक्थुङ बेमो फक ताङ टु सिलेबल फक्नु ताङ फक ताङ भनेर भन्छौं र काखीलाई लिम्बुबाट नक क्याम बा 3 सिलेबल नक नक्याम्बा लारिक आमेत्तो हेकिरिकन नक्याम्बनु फेरेरेन हामी चेस्टलाई लिम्बुमा संबेमा 3 सिलेबल संबेमा लारिक आमेत्तो हामीले संबेमा भनेर भन्छौं लिम्बुमा र यसरी नै यसलाई कुइनोलाई हामी लिम्बुबाट कुइनोलाई के भन्छौं भने नक्सुम्बा 3 सिलेबल नक्सुम्बा भनेर भन्छौं खाकेरिकाङ अनि हातको पन्जाहरूलाई लिम्बुमा हुक या हुक ताप्पे या हुक हात हो र हातको पन्जालाई हुक ताप्पे 3 सिलेबल हुक ताप्पे तारिक आमेत्तो र हातमा भएको यो अम्लाहरूलाई अनि हेमा आमेत्तुमा गरे याक्थुङमा लिम्बुमा अम्लाहरूलाई हुक्चो 2 सिलेबल हुक्चो लारिक आमेत्तो यो फिंगरलाई र फिंगरमा भएको यो नङलाई लिम्बुमा सेन्डी 2 सिलेबल बोर्डमा हेर्न सक्नुहुन्छ सेन्डी भनेर भन्छौं र हामी भुँडीलाई सप्पो भनेर भन्छौं भुँडीलाई लिम्बुमा सप्पोक लारिक मेत्तुम 2 सिलेबल सप्पोक र हामी नाइटोलाई लिम्बुबाट सुम्रोकपा आमेत्तुम सुम्रोकपा 3 सिलेबल सुम्रोकपा ल र यसरी नै कम्बरलाई हामी लिम्बुमा फो भन्छौं लिम्बुमा फो र हामी खुट्टालाई लिम्बुमा लाङ लारिक आमेत्तुम हामीले लाङ भनेर भन्छौं र नीलाई लिम्बुमा थुम्बो भनेर भन्छौं थुम्बो 2 सिलेबल थुम्बो र बडीको यो पिछाडीलाई
पछाडिको पार्टलाई एक एक भनेर भन्छौँ या त के एक भनेर पनि भन्छौँ हामीले यसलाई। र बडीमा भएको या त हातहरुमा हामीले देख्न सक्छौँ मसिनो बिर्री भुत्ला भएको भुत्ला फुर त्यो भुत्लालाई हामी लिम्बूमा खनिनेमा आमेतुङ गरेर चुङ मो रिक 3 सिलेबल चुङ मो रिक चुमोरिक लारिक आमेतुङ। र बडीको पार्टहरुमा मेन काम लाग्ने पार्टहरु मैले तपाईलाई सिकाए र तपाईले पनि मजाले सिक्नु भयो होला है भन्दै आउँदो दिनहरुमा यो भन्दा राम्रो राम्रो टपिकहरु लिएर उपस्थित हुने नै छु। तबसम्मको लागि हजुरहरुबाट बिदा लिन चाहन्छु र तपाईहरुले हाम्रो भिडियो या त हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला किनकि यो भन्दा राम्रो राम्रो टपिकहरुको लागि र साथै नोटिफिकेसन पनि दबाउनु होला भन्दै angga adang masinung semuii naka yamok tumido semui sewaro